पूर्व रोल्पातिर शोकै शोकमा डुबिरहेको छ। रोल्पा जिल्ला थवाङ गाउँपालिका वाको घटना सेलाउन नपाउँदै फेरि रोल्पाको सुनसरी गाउँपालिका वडा नम्बर 2 भित्री गाममा फेरि चारजना स्थानीयहरूको ज्यान लिइसकेको छ। यो बर्खाले, यो पानीले, त्यसैले सबैजना सुरक्षित हुनुहोला। सबैजना असुरक्षित ठाउँमा हुनुहुन्छ भने सुरक्षित ठाउँमा गइदिनु होला र जति पनि हुनुहुन्छ त्यहाँको युवा साथीहरू, प्रतिनिधि साथीहरू, सुरक्षाकर्मी साथीहरू, बाहिरी गाममा जति पनि हुनुहुन्छ युवा क्लबहरू, सबै क्लबहरू भएर भित्री गाम वडा नम्बर 2 नम्बर वडामा भएको घटनामा परिराख्नु पर्दा साथीहरूलाई उद्धारको निम्ति तपाईँहरू जुट्नुहोला भन्न चाहन्छु। यो अपिल गर्न चाहन्छु। गमालको उद्धार गर्नुपर्छ। त्यसैले बाहिरी गाम पनि धेरै असुरक्षित ठाउँहरू छ। यो असुरक्षित ठाउँहरूलाई सुरक्षित ठाउँमा पुर्याउनु होला। त्यहाँको प्रतिनिधि साथीहरूले घर ठुलो होइन साथीहरू, घर ठुलो होइन। त्यहाँको बस्नुभएका बुवा आमाहरू ठाउँ सुरक्षित भएर बस्नुहोला। किनभने तपाईँहरूको ज्यान बच्यो भने घर बन्छ, तर ज्यानै छैन भने घर हुँदैन। त्यसैले सबैजना सुरक्षित ठाउँमा बस्नुहोला। बर्खा अझै पानीको मुहानहरू फुटेको छैन। पानीहरू अझै पानी पर्न सम्भावना धेरै छ। अझै भडौ लाग्न बाँकी छ। अब भडौमा अझै ठुलो बर्खा लाग्न सक्छ। त्यसैले तपाईँहरू सुरक्षित ठाउँमा बसिदिनु होला भन्न चाहन्छु। त्यहाँको प्रतिनिधि ज्यूहरूले पनि सुरक्षित ठाउँमा राखिदिनु होला भन्न चाहन्छु। जटिल ठाउँहरू अनुगमन गरिदिनु होला भन्न चाहन्छु। त्यहाँको सुरक्षाकर्मीलाई पनि त्यही भन्न चाहन्छु। यो भिडियो चाहिँ सबै ठाउँमा पुर्याइदिनु होला भन्न चाहन्छु। हस्त नमस्कार। जति पनि नजिकमा हुनुहुन्छ नि सबैजना घटनास्थलमा केन्द्रित भएर त्यहाँ घटनास्थलमा केन्द्रित भएर त्यहाँ उद्धार कार्यमा हातमा हात मिलाउनु होला भन्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार।